नमस्कार। हाम्रो युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। कृपया भिडियोलाई स्किप नगरी अन्त्यसम्म हेर्नुहोला। तपाईहरूको लागि आजको पहिलो प्रश्न रहेको छ। उत्तम कुँवर स्मारक पुरस्कार गुठीले उत्तम शान्ति पुरस्कार 2082 कसलाई प्रदान गर्ने निर्णय गरेको छ? अप्सन ए मा रहेको छ डाक्टर तीर्थबहादुर श्रेष्ठ। अप्सन बी मा रहेको छ डाक्टर नवराज किसी। अप्सन सी मा रहेको छ दुर्गा घिमिरे। अप्सन डी मा रहेको छ जगदीश घिमिरे। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन ए डाक्टर तीर्थबहादुर श्रेष्ठद्वारा लिखित कृति नेपाल गाथालाई प्रदान गर्ने निर्णय गरेको छ। आजको दोस्रो प्रश्न रहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको 32औं पटक सफल आरोहण गरी कामी रीता शेर्पाले नयाँ विश्व कीर्तिमान कहिले कायम गरेका हुन्? अप्सन ए मा रहेको छ विक्रम सम्वत 2083 साल वैशाख 11 गति। अप्सन बी मा रहेको छ विक्रम सम्वत 2083 साल वैशाख 25 गति। अप्सन सी मा रहेको छ विक्रम सम्वत 2083 साल जेठ 3 गति। अप्सन डी मा रहेको छ विक्रम सम्वत 2083 साल जेठ 1 गति। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन सी विक्रम सम्वत 2083 साल जेठ 3 गते। आजको अन्तिम प्रश्न रहेको छ। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन COP31 सन् 2026 मा कुन देशमा आयोजना हुने भएको छ? अप्सन ए मा रहेको छ टर्की। अप्सन बी मा रहेको छ बेलायत। अप्सन सी मा रहेको छ भारत। अप्सन डी मा रहेको छ ब्राजिल। कृपया यसको उत्तर कमेन्टमा लेख्नुहोस्। यसको सही उत्तर हामी अर्को भिडियोमा लिएर आउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुभएकोमा हार्दिक धन्यवाद। यस्तै जानकारीमूलक तथा रोचक सामग्रीहरूको लागि हाम्रो च्यानललाई लाइक, शेयर तथा सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।